अ, हुन त अब यो प्रजातान्त्रिक समाजवाद नै अलिकति विरोधाभासपूर्ण हो जस्तो लाग्छ है। अब किनभने यो टर्मिनोलोजिज मात्रै, व्यवस्थाप्रतिको कुरा होइन। तर प्रजातन्त्र र समाजवाद के यसले भन्न खोजेको के समाजवादमा प्रजातन्त्र हुँदैन भन्न खोजेको हो कि अथवा अथवा प्रजातान्त्रिक प्रणालीमा यदि समाजवादी अर्थव्यवस्था राखेर चाहिँ प्रजातान्त्रिक आदर्श र समाजवादी अर्थव्यवस्थाको सम्मिश्रण हो कि होइन, यो हुनसक्छ भन्ने यो कुरामा अलिकति कन्फ्युजन जस्तो भयो होइन, कन्फ्युजन छ। खैर अब यो अध्ययन अनुसन्धानको कुरा हो होइन। तर यहाँ चाहिँ एउटा रमाइलो अहिले एउटा डेभलपमेन्ट के भइरहेछ भने हाम्रो पनि अब 84मा चुनाव छ होइन। अब यो अमेरिकामा पनि अहिले अमेरिकाको एउटा ठुलो सहर न्युयोर्क, त्यहाँको चाहिँ मेयरको लागि होइन अब यो हुन आँटेको चुनाव 2025मै हुनेवाला चुनावमा चाहिँ अहिले डेमोक्रेटिक पार्टीको सम्भावित उम्मेदवार है, अहिले एकजना 33 वर्षीय जोरान क्वामे ममदानी भन्नेले चाहिँ अहिले निकै नै चर्चित भइरहेछन् होइन। र उनको क्याम्पेन उनको सामाजिक सञ्जालमा पनि उनको अहिले धेरै नै चर्चा भइरहेछ र उनी आफूलाई प्रजातान्त्रिक समाजवादी भन्छन्। हामीलाई थाहा छ अमेरिका एक पुँजीवादी देश हो र त्यहाँ प्राय समाजवादप्रति त्यहाँ सायद त्यति धेरै सकारात्मक त्यहाँको व्यक्तिहरूमा अथवा त्यहाँको अहिलेसम्मको संरचनामा समाजवादप्रति त्यस्तो सकारात्मक दृष्टिकोण छ जस्तो लाग्दैन होइन। यो पनि एउटा खोज अनुसन्धानकै कुरा होला, मलाई थाहा नहुनसक्छ। तर अहिलेको उनको ममदानीको भिडियोहरू हेरिरहँदाखेरि चाहिँ उनले आफ्नो चुनावमा उठाएको एजेन्डाहरू चाहिँ एकदम यो कपी गर्न लायकको छ कि यहाँकोले पनि लिडरहरूले पनि खासमा हुनुपर्ने चाहिँ त्यस्तो जस्तो लाग्छ। किनकि उनको अहिले एजेन्डाहरू हेर्दाखेरि के कुरामा उनले बहस गरिरहेछन्, उनको अहिले प्राथमिकतामा के छ, डिबेटहरू कसरी भइरहेछ भने उनको चाहिँ प्रायोरिटी के हो त होइन। उनले अब त्यहाँको महँगीसँग सम्बन्धित होइन, अब व्यक्तिहरूको घट्दो क्रय शक्तिसँग सम्बन्धित, अनि त्यहाँमा अब भनौँ न अलिक विपन्न अथवा अलिकति हाम्रो अब गएको अब यो एसियाली मुलुकबाट गएका व्यक्तिहरूको अथवा अफ्रिकन अमेरिकनहरूको चाहिँ त्यहाँनिरको आर्थिक अवस्था के छ, अनि त्यसलाई सुदृढ गर्नुपर्ने के छ होइन, विभेदहरू के छ, त्यहाँको भिन्नता के छ, अनि भने त्यस्तो कुराहरूमा चाहिँ उनको प्रायोरिटीहरू देखिन्छ कि। र त्यस्तो कुरामा उनले उठाइरहन्छ। जस्तै उनले अहिले भनौँ न अब यो महानगरपालिका अथवा त्यो नगरपालिका अथवा सिटीले नै अथवा सहरी यो अधिकृतहरूले नै एउटा मान्छेहरूलाई पहुँच गर्नको लागि एउटा अब यो तरकारी पसल होइन अथवा यो ग्रोसरी स्टोरहरू, किराना पसलहरू सञ्चालन गर्ने कि अथवा भनौँ न अथवा यो हाउजिङको कस्टहरूको कुरामा चाहिँ अब रेन्टहरू पनि केही वर्षको लागि चाहिँ नबढाउने खालको नीति लिने कि त्यस्तो खालको योले सब्सिडाइज गर्ने कि भन्ने खालको कुराहरू छ। हाम्रोमा चाहिँ त्यस्तो विभेदहरू भन्दा पनि जहिले पनि हाम्रो चाहिँ म यो गर्छु ऊ गर्छु भन्ने खालको ठुल्ठुलो गफ मात्र हुन्छ। अनि जहिले पनि हाम्रोमा चाहिँ हो, जहिले पनि हाम्रोमा चाहिँ भएको व्यवस्था के छ त्यो जहिले पनि मन नपरेर व्यवस्था परिवर्तनको कुरा मात्रै हुन्छ। तर मानिसहरूलाई खासमा मानिसहरूलाई असर पर्ने कुराहरू होइन, रोजगारी सम्बन्धी कुराहरू भयो, महँगी सम्बन्धी यो कुराहरू भयो, यो चाहिँ महत्त्वपूर्ण कुराहरू छुट्छ जस्तो लाग्छ कि हाम्रोमा पनि होइन। पछिल्लो समय हेरौँ न, जस्तै स्कुलहरू नयाँ स्कुलहरू थपिएका छन्, नयाँ अस्पतालहरू थपिएका छन् होइन। अब नयाँ अब होटलहरू छन्, ठाउँहरू छन्, अब नयाँ घरहरू पनि बनिएका छन्। तर यस बिचमा चाहिँ मान्छेहरूको तिनीहरूप्रतिको पहुँच के भएको छ होइन। जस्तै हस्पिटल त बन्यो होला, तर तपाईँसँग उपचार गर्ने खर्च छैन भने त्यसको के अर्थ भयो होइन। तपाईँको नयाँ हाउजिङहरू होला, तपाईँको नयाँ प्लटहरू होला, तर तपाईँले त्यो किन्नै सक्नुहुन्न अहिलेको अवस्थामा। तपाईँको कमाइले त्यति किन्नै सक्दैन। तपाईँको देशमा, तपाईँको देशभित्र तपाईँले काम गरेर त्यो खरिद गर्ने तपाईँसँग त्यो सम्भवै हुँदैन भने त्यसको के अर्थ भयो होइन। अहिले त यहाँ कोही मान्छे बिरामी भयो, ठुलो रोग लाग्यो भने त उसले त आफ्नो घरबार सबै बेचेर उपचार गर्नुपर्ने अवस्था छ होइन। भनेपछि यस्तो मुद्दाहरूमा चाहिँ हाम्रोमा डिबेट चाहिँ अब यो हुँदैन थियो होइन। तर अहिलेको जुन अमेरिकाको यो डिबेट छ त्यसले चाहिँ साह्रै नै अब यो रोचक खालको, अब यो यसको के मोड आउँछ यसको त हेरौँला होइन, नतिजा के होला। तर जुन खालको डिबेटहरू आइरहेछ त्यो चाहिँ एकदम रमाइलो खालको छ।